यहाँहरूलाई मेरो छोटो मिठो मिनी भ्लग अथवा छोटो मिठो भिडियोमा यहाँहरू सबैलाई स्वागत गरेँ। आज चाहिँ म मेरो घर छेउको जङ्गलमा यही जङ्गलमा यो आसपासको जङ्गललाई मैले झोला पनि बोकेर आएको छु, जुन च्याउ खोज्नको लागि। झोला त निकै ठुलो छ, तर च्याउ त म त्यति पाउँदिनँ होला। तथापि आज जे होस् यसो रमाइलो प्लस तरकारीको रूपमा च्याउलाई खोजेर खाइदिउँ न त भनेर जङ्गल आएको छु। तर के छ भने हिजो आज मान्छेहरूले जङ्गली च्याउ खाएर धेरै बिरामी परेको प्लस कतिको त मृत्यु भएको पनि सुनिन्छ। त्यसैले गर्दा पनि यदि कुनै पनि च्याउहरू प्रष्ट रूपमा चिन्नुहुन्छ, यो खाने च्याउ नै हो भनेर यकिन हुनुहुन्छ भने मात्रै खानु होला, नत्र भए नखानु होला है त। हामी चाहिँ विशेष गरेर यो जङ्गलमा चाहिँ दुधे च्याउ भन्ने च्याउ चाहिँ फेमस छ। यो हाम्रो यो जङ्गलमा दुधे च्याउ भन्ने चाहिँ फेमस छ। त्यसैले पनि आज म दुधे च्याउ खोज्नको लागि आएको छु। हेरौँ त कति भेट्छु, म तपाईँहरूलाई प्रष्ट देखाउने छु। ओके ल, मैले च्याउ खोज्ने क्रममा पहिलो च्याउ भेटिसकेँ है त। यसलाई चाहिँ हामी दुधे च्याउ भन्छौँ। विशेष गरेर यसको एक्ज्याक्ट नाम त थाहा छैन, तर पनि मान्छेहरूले यसलाई निचोड्दा सायद दुध निस्किन्छ यसको यो भागबाट, सायद त्यही भएर पनि दुधे च्याउ भनेको होला। ल, मेरो खोज्ने क्रम जारी छ है त अब। ल, यो चाहिँ मेरो सेकेन्ड हो है त। यो चाहिँ निकै सानो तर यो ब्राउन कलरको हुन्छ, यसलाई पनि दुधे च्याउ भनेरै हामी चिन्छौँ है त। यहाँ चाहिँ अलि धेरै रहेछ है। यो टाइपको चाहिँ एकदम मिठो हुन्छ प्लस राम्रो पनि हुन्छ यो च्याउ चाहिँ। यहाँ चाहिँ निकै रहेछ, यहाँ पनि रहेछ, यहाँ पनि रहेछ, यस्तै यहाँ पनि रहेछ। ल, यो खालको च्याउ चाहिँ मैले निकै भेटाएँ है। यो मिठो पनि हुन्छ। ओ माई गड, आज चाहिँ च्याउ राम्रै रहेछ है। हुनु त म बेलुकाको टाइममा आएको, आज यसो च्याउ खोज्न मन लाग्यो क्या। यसो तरकारीको रूपमा खाइदिउँ न त भन्ने उद्देश्यका साथ आज म यहीँ घर छेउको जङ्गल वनपाला जङ्गलमा च्याउ खोज्न आएको थिएँ। च्याउ त निकै आज पाएँ है मैले, आउने बित्तिकै पो त, जङ्गलमा छिर्ने बित्तिकै। ल, धेरै अलि ओह्रो आएपछि अर्को पनि मैले एउटा भेटाएँ। खोज्ने कार्य चाहिँ जारी छ है त। तर यहाँ कस्तो जङ्गल, कति डर लाग्दो जङ्गल, बाक्लो छ प्लस कस्तो अँध्यारो रहेछ क्या यो। यहाँ माथि सबै रुखहरूले ड्याम्मै छोपिएको छ अनि भित्र मात्रै खुल्ला छ क्या। यो च्याउ खोज्ने भाग चाहिँ यस्तो छ क्या हाम्रो। ल, यहाँ पनि धेरै हिँड्दा बल्ल एउटा भेटेँ। आज खासै च्याउ चाहिँ भेटाइनँ मैले। ल, आजको च्याउ चाहिँ यति नै। मैले धेरै सङ्घर्ष गरेर जङ्गलमा डुलेर यति च्याउ भेटेँ। अब बिस्तारै माथि डाँडातिर उक्लिनु पर्यो। अहिले चाहिँ म च्याउ खोज्ने क्रममा अब बिस्तारै घर लाग्नु पर्यो भनेर सोचेर डाँडामा बसिराखेको। कस्तो दामी घाम डुब्नु लाग्यो हेर्नु न। मेरो क्यामेराले क्लियर चाहिँ भएन, तथापि कस्तो सफा दामी छ क्या। अघि भर्खर पानी परेको अनि मौसम अहिले हेरौँ त कस्तो राम्रो छ। अब म पनि च्याउ त्यति धेरै त भेटिनँ। अब जे होस् रमाइलो भयो च्याउ खोज्नु आउँदा। यसो माइन्ड फ्रेस पनि भयो, कति घरमै मात्रै बसिराख्ने है। त्यही भएर पनि म यहाँ आएको थिएँ। कस्तो दामी रमाइलो भयो। यो अहिले चाहिँ साँझ परेको टाइम छ। हेर्नु न, हिमाल कस्तो दामी देखिँदैछ। हाम्रो ठाउँ चाहिँ अलि अल्गो स्थानमा भएकाले यहाँबाट हिमालहरू पनि देख्न सकिन्छ। मौसम क्लियर भएको बेला चाहिँ मजाले हिमालहरू पनि देख्न सकिन्छ। तर आज चाहिँ पानी परेको थियो। म यहाँ च्याउ खोज्नु आउनुभन्दा केही समय अगाडि पानी परेको कारणले पनि त्यति राम्रो क्लियर खुलेको छैन। यो भागतिर, यो जहाँ मैले औँलाले इङ्कित गरिरहेको छु नि, यो भागतिर हामी हिमाल पनि यहाँबाट देख्न सक्छौँ है त। ल, अब आज चाहिँ भने म च्याउ खोजेर घरतिर फर्किन लागेँ। अहिले ठ्याक्कै धेरै बजी पनि सक्यो। अब निकै रात पनि परिसक्यो, यस्तो भइसक्यो। अब चाहिँ म च्याउ खोज्दिनँ, किनकि मलाई नै डर लाग्ने समय भइसक्यो। कति भइसक्यो? 6:08 गइसकेछ। अब चाहिँ म
घरतिर लागेँ। ल सबैले भिडियो हेरिदिनु भएकोमा विशेष त धेरै धेरै धन्यवाद। प्लस यदि मन परेको खण्डमा पुरै भिडियो हेरेर मन परेको खण्डमा लाइक कमेन्ट पनि गरिदिनुहोस् ल।